नमस्ते सबैलाई, म दीपक बोराको तर्फबाट। यति बेला म आफ्नो गाउँमा छु, चौका भिलेजमा छु। असारको महिना छ, जताततै एकदम हरियाली छ। त्यसपछि मकैहरू पनि यत्र भइसकेका छन्, मकैका गराहरू। त्यसै गरी हरियाली भएको छ एकदमै। जुगा पनि त्यस्तै लाग्छ चौका भिलेजमा। एकदम चिसो चिसो मौसम छ अनि एकदम पातलो बस्ती छ। यो गाउँ वारिपारि छ। अहिले चाहिँ म पारि नै छु अनि पारिमा चाहिँ एउटा घर यता, एउटा घर यता, एउटा घर त्यो तल छ अनि कोही घर यता अनि वारिपारि छ अनि उतातिर ठुल्ठुलो पहाडहरू देख्न सकिन्छ। त्यसै गरी यो कागतीको रुख अनि अर्को कागती यहाँनिर धारो छ। त्यसपछि धारोसँगै फलफुलहरू छ, आलीबखडा, त्यसै गरी यता सुन्तला, मौसमी अम्बा, सबै नासपति, अब सबै फलफुल हुन्छ यता। त्यसै गरी यो घर चाहिँ यो मौसमीको रुख हो। यो घर चाहिँ मेरो होइन, यो घर चाहिँ मेरो प्यारो दाइ छत्र बोरा दाइको घर हो। उहाँको घर 20 सेन्टरमा पर्छ। उहाँको घरबाट खिचेको भिडियो हो यो। अनि उता पारि गयो ओखरको रुख अनि उता माथि थोरै देखिरहेको त्यो चाहिँ मेरो घर हो। त्योभन्दा माथि उता हाम्रो अङ्कलको घर,